हजुरहरूलाई चटक्क यहाँ स्कुटी सर लिएर चाहिँ म जाँदैछु। कहाँ जाँदैछु भन्दाखेरि चाहिँ जाँदैछु म तिमी टी गार्डन है। अनि त्यहाँनिर चाहिँ एकदम स्कुटीमा चिसो हावा खाँदै सरर जाँदैछु म चाहिँ। अनि यति दामी जग्गा है। अनि म गीत पनि गाउँदै थिएँ, तिमी र म घुम्न जाऊ न भन्दै है। अन्त हामी जाँदै थियो स्कुटीमा। अन्त यहाँनिर चाहिँ एकदम दामी है, एकदम रोडहरू पनि पिस खालके भएर आएको थियो। अनि यहाँ चाहिँ फाइनल्ली हामी पुगिसकेको थियौँ तिमी टी गार्डन है। तिमी यति दामी चाहिँ यहाँनिर चाहिँ तपाईँको यो चेरी ब्लोसम यति दामी फुलेको रहेछ। अन्त मैले चाहिँ यति राम्रो भएको रहेछ, मान्छेहरू पनि निकैजना जानु भएको रहेछ होइन यहाँनिर चाहिँ हेर्नुको लागि चाहिँ। अन्त यहाँनिर चाहिँ मैले देखाउँदै थिएँ तपाईँहरूलाई माथिको भ्यू चाहिँ आई लभ तिमी है। अन्त यहाँनिर चाहिँ हामीले फोटो पुरा भिड थियो। अनि माथिबाट आएर चाहिँ फोटो खिच्ने भनेर चाहिँ हामी फाइनली माथितिर लाग्यौँ। अनि सरर माथि जाँदा जाँदै अन्त बाटोमा यता तल्लोपट्टि माथिल्लोपट्टि चाहिँ यति दामी चेरी फुलिरहेको थियो, यति दामी फुलिरहेको थियो। मैले चाहिँ लाइफमा यस्तो फर्स्ट टाइम हेरेको चेरी चाहिँ होइन, मैले चाहिँ हेरेकै थिइनँ नि त। अन्त सिक्किम चाहिँ राम्रोसँग मैले भिजिट गरेकै थिइनँ। लास्ट टाइम एक टाइम चाहिँ गएको थिएँ, त्यतिखेर चाहिँ यस्तो चेरी थिएन त्यतिखेर चाहिँ। अहिले चाहिँ एकदमै राम्रो चेरी फुलेको रहेछ। अन्त मलाई पनि यो फुल देख्दा चाहिँ है मन पनि यति साह्रो खुसी भयो कि साथीहरू। अन्त हेर्दै 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 कहाँसम्म रहेछ चाहिँ भनेर चाहिँ अब हेर्दै जाँदाखेरि चाहिँ टी गार्डनभित्र पनि एकदमै राम्रो फुल फुलेको रहेछ। अन्त एकदमै है हजुरहरूलाई पनि कति रमाइलो लागिरहेको छ होला यो भिडियोहरू हेर्दाखेरि है। यस्तो राम्रो तिमीमा त यति राम्रो फुल फुलिरहेको छ नि। यहाँ ड्रेस पनि देखेँ मैले। अन्त यो ड्रेस पनि म पनि लगाएर खिच्छु, कहाँ पाउँदो रहेछ भनेर मैले सोचेँ। तर मैले लास्टमा चाहिँ है त्यो ड्रेस चाहिँ लगाउनु पाएन, रात परिसकेको थियो। म चाहिँ घरबाट हिँड्दाखेरि चाहिँ 1 बजिसकेको थियो। सो त्यही भएर चाहिँ त्यहाँ पुग्दा ओर्दा चाहिँ बिस्तारै अब केटी मान्छे हो है, राइड त स्लो नै गर्नु पर्यो, त्यस्तो छिटो गरिनँ। सो त्यही भएर चाहिँ एकदम लेट पुगेँ। अन्त यहाँनिर चाहिँ मैले इन्फर्मेसन दिइरहेको थिएँ, यहाँनिर चाहिँ चेरी चाहिँ एकदमै राम्रो फुलेको रहेछ भनेर चाहिँ है दिँदै थिएँ। अन्त यति दामी चेरी फुलेको मलाई आफै हुन्छ नि अब यति साह्रो एक्साइटेड भएको क्या म आफै चाहिँ। अन्त म सबैलाई सुनाउनु पर्छ यो कुरा चाहिँ भनेर मैले सबैलाई सुनाइसकेको थिएँ। अन्त यहाँनिर चाहिँ मैले चाहिँ फोटोहरू पनि लिइहालेको थिएँ। यति दामी जग्गामा त फोटो नलिने त कुरै भएन नि त। अन्त फोटोहरू चाहिँ लिइसकेको थिएँ। यस्तो दामी दामी प्लेसमा आएर चाहिँ फोटो चाहिँ लिनै पर्छ भनेर चाहिँ मैले लिइसकेँ। अन्त मेरो भिडियो कस्तो लाग्यो, मेरो फोटोहरू कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नु नभुल्नु होला। बाई बाई, टेक केयर एभ्रिवान, स्लिप वेल।